गाइज वेलकम टु माई युट्युब च्यानल। म चाहिँ भर्खर उठेर सुतेर उठेको है। दिउँसोको कति बज्यो भने 5 बज्यो। अब चाहिँ म एकदम खेतमा जान लाग्यो। खेतमा जान्छ है त हाम्रो खेतमा के छ देखाउँछु। गाइज खेतमा गएको मेसोमा चाहिँ बाख्रा र घाँस पनि लिएर आउनु पर्यो है। त्यही भएर म टुकु थुम्से नाम्लो हँसिया खोज्दैछु है त गाइज। यतिर चाहिँ बाटो बनाउँदैछ है। अनि जताततै बालुवा गिटी छ गाइज। काम गर्ने मान्छे सबै बाटो बन्दैछ है यहाँ चाहिँ गाइज। यतातिर यहाँ चाहिँ मेरो घर भयो। चाहिँ घाँस त छैन होला त्यही पनि काट्न पर्यो। मम्मी हँसिया दिनुहोस् न भन्नु पर्यो। अनि अलिअलि थोरै घाँस पायो भने काटेर ल्याउँछौँ है त गाइज। हामी दुईजना चाहिँ घाँस काट्न जान लाग्छ। अब घाँस चाहिँ पाउँछ पाउँदैन। घाँस पाएन भने म चाहिँ नो प्रब्लम गाइस। म चाहिँ थुम्से बोकेर है, थुम्से नौलो बोकेर है घाँस काट्न जान गाइस। म चाहिँ घाँस काट्न जान लाग्यो होइन। हामी चाहिँ अगाडि चाहिँ मेरो हस्बेन्ड हुन्छ होइन। यहाँदेखि अगाडि यहाँदेखि सब बाटो चाहिँ पिच हुन थालेको छ गाइस। पिच होइन बन्दैछ, पिचै हुन्छ अरे है पछि चाहिँ होइन त। बाटोमा सब मकै रोपेको मकैको बारीमा नि सब पुरेर हेर्नु त गाइस। मकै आधा 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 पुरेको छ यो बाटोले गर्दा। तर राम्रो भएको छ है। यहाँ चाहिँ यसरी नाली पनि बनेको छ गाइस। भयो हामी पहिले चाहिँ यहाँ पानी लिन म भर्खर बिहे गरेको बेलामा चाहिँ यो धारामा चाहिँ गाइस, यो धारामा चाहिँ म बिहान पानी लिन आउँथेँ। अनि म चाहिँ अलिक सोझो थिएँ कि। अनि म पानी लिन आएर 1 घन्टा पालो बस्दाखेरि नि अरूले चाहिँ उछुनेर भर्थ्यो। अनि म चाहिँ केही भन्न सक्दिनँ क्या। डर लाग्थ्यो अरू मान्छेहरू देखेर। यो धारामा आउँथेँ म बिहान डोको गाग्री बोकेर पानी लिन सबै खेत जाने बाटोमा गाइस। हाम्रो खेत जाने बाटोमा पहिरो गयो। यतातिर पुरै चाहिँ यहाँतिर चाहिँ हेर्नुहोस् त गाइस बाटै छैन क्या। कति फराकिलो बाटो यताबाट थियो। तर पहिरो गयो। अनि खोला नै बाटो छ है। यहाँदेखि यहाँ त्यो लसुन भएको छ भने चाहिँ हाम्रो खेत हो है। मकै छ नि। अनि यहाँ तल गरादेखि नि हाम्रो त हुन त हो अरे। अब ससुरा बुवाले पहिले बेचिदिनु भएको अरे है। यो मकै चाहिँ गोड्ने बेला भएछ। अब गोड्नु पऱ्यो नि होइन। किसान भएपछि नगरी काम पुग्दैन खान साँझ र बिहान भन्नु पऱ्यो नि। हेर्नु त यो प्याज भयो। यो प्याज है गाइज। अनि चाहिँ यो चाहिँ के भयो लसुन होइन। हाम्रो लसुन गाइज यति हामीलाई खाएर अलिअलि बाँध्न पनि पुग्छ गाइज। यो लसुन चाहिँ यहाँ चाहिँ हामीले केराउ रोपेको थियो। अनि केराउमा पछि मकै हालेको नभए अरू चाहिँ ठुल्ठुलो भइसक्यो। यति हाम्रो मकै गाइज। मकै माथि अन्त कस्तो रमाइलो छ। नारेश्वर गोर्खा है गाइज। उहाँ चाहिँ मेरो हस्बेन्ड नारेश्वर गोर्खा हो नि त। घाँस काट्नलाई आएको छैन क्या। अस्ति म र मम्मीले काट्यो। ऐसेले खान जाऊँ न गाइस। भोलि चाहिँ चैते दसैँ भयो गाइस। चैते दसैँ बेलामा भोलि चैते दसैँ भयो। अब चैते दसैँ पछि यो मकै भक्का भक घुर्नुपर्छ होइन। यस्तै मकै पुरै गोड्ने बेला भएछ गाइस। यता चाहिँ यहाँ सबै हाम्रो बारी हो गाइस। हेर्नु त नारेश्वर कति रमाइलो छ। देख्नुभयो सबै नारेश्वर गोर्खा है त। अब म घाँस काट्छु। अनि भारी पुगेपछि
अनि थुम्सेमा कति हुन्छ अनि बल्ल देखाउँछु ल। घाँसै छैन, आधा थुम्से थोरै भने पनि लैजाने भनेर आएको। खै गाइस, यहाँ चाहिँ विकासे घाँसको ठुटा छ, यो थोरै काट्नु पर्ला। बाख्रा पनि धेरै छैन, घाँस पनि यति नै छ, कति हुन्छ अनि अहिले देखाउँछु है म। गाइस मैले घाँस चाहिँ यति काटेँ, त्यसपछि म एकछिन रेस्ट गर्नु पर्यो। अनि यहाँ चाहिँ मेरो हस्बेन्डले काट्नुभएको छ, उहाँ चाहिँ धेरै जसो विदेशमा बस्नुभएको, अब जापान कोरिया खासै काट्न जानुहुन्न घाँस नि त, कसरी काट्नु भएको छ त्यही पनि स्वीकारिदिनु है त। गाइस भारी पुगे जस्तो लाग्थ्यो, जाने होइन भन्छ नि, यत्रो पुगिसक्यो, अझै कति काट्ने हो है, अझै काट्ने हो। थुम्से भरे छैन भन्नुभयो होला है त, अहिले भरेपछि देखाउँछ है। बाटो खन्न पर्यो, किन है, बाटो खन्यो आफ्नो ठाउँ विकास हुने हो, तर हाम्रो कुलो हेर्नु त सबै पुर्यो। अब के गर्नु त, दिनु पर्यो। थुम्से पनि भरिनु लाग्छ गाइस, ढुक्क पनि। अब म चाहिँ घर जाने हो, हामी चाहिँ एकछिनमा चाहिँ म एकछिन काट्छु घाँस भन्दै जानुभएको छ। म चाहिँ सक्दिनँ के, हेर्नु त प्याज दुःख गरेर रोप्यो, यस्तो डुकु डुकु। हाम्रो चाहिँ होइन है गाइस, हाम्रोमा चाहिँ आएको छैन, यो चाहिँ अरूको प्याज हो है त। हाम्रो चाहिँ मैले फर्स्ट देखाएको थिएँ नि, त्यही हो गाइस। र पुगेन त्यहाँ हुनुहुन्छ है त, मेरो हस्बेन्ड चाहिँ घाँस काटिरहनु भएको छ है त गाइस। त्यो माथि चाहिँ हाम्रो तिवारी बुवाकै घर है, हाम्रो आफ्नै एउटै खलको गाई। हामी चाहिँ बुढी नै एकदम काम गर्छौँ है गाई। हेर्नु त मेरो बुढाले घाँस लिएर आउनुभयो बाख्रालाई। गाइस थुम्से पनि भरियो, डोको पनि। म चाहिँ अब घर जान्छु। हस्बेन्ड चाहिँ तिमी घर जाऊ, म चाहिँ निगुरो टिपेर लिएर आउँछु, अहिले आउँछु भन्दै हुनुहुन्छ ल है। उहाँले चाहिँ नि, म चाहिँ घर गएँ। बाई गाइस, बाई।